सो हेलो गाइज गुड मर्निङ आज चाहिँ मेरो ब्लग बनाउने टार्न हो हिजो पूजा दिएको थियो त आज मेरो टार्न हो सो म थोड़ा अगाडि नै उठेको र अब चाहिँ कलेज जान रेडी हुन पर्यो सो को के गर्दै हुनुहुन्छ बहिनीले काम गर्दैछ दिदी रेडी हुँदै हुनुहुन्छ म पनि अब गएर रेडी हुन्छु सो कोले के गर्दैछन् म तपाईँलाई एकछिनमा देखाउँछु है त अरू यहाँ चाहिँ आज अस्मिता दिदीको टार्न हो आज चिया बनाउने चिया नास्ता बनाउने हाम्रो सबैको लागि नि यहाँ चाहिँ कलेज जानको लागि रेडी हुनुभएको छ फोन चलाउँदै बस्नुभएको छ काम दाम केही छैन बहिनी ईशाले यहाँ रुम मिलाउँदैछिन् उहाँ चाहिँ अब चाहिँ आज चाहिँ रुम मिलाउने चाहिँ ईशाको काम हो सो म यहाँ चाहिँ कलेजबाट आएर अहिले स्किन केयर गर्दैछु मुख धुँदैछु अरू प्लस यहाँ भाइहरू केही काम गर्दैछन् आज म कलेज गएको थिएँ एक्जाम दिएर आएर खत्तम भयो अब घर आएछौँ हामी सबैले काम गर्दैछौँ यहाँ चाहिँ हाम्रो पूजा दिदीको मेकअप चलिरहेछ स्किन केयर चलिरहेछ म चाहिँ अब कपडा धुलाउन जान्छु बहिनीहरू सबैले के काम गर्दैछन् म देखाउँछु है यहीँले खाना खाँदैछु अनि यहाँ चाहिँ अस्मिता चाहिँ सबैले दिँदैछन् बेलुकाको काम चाहिँ यिनको हो अहिले मेरो काम साम भ्याए र म चुम्कीलाई लिन गएको थिएँ सही हाम्रो चुम्की है भन्थ्यो हेर्दैन हाम्रो चुम्की चाहिँ एकदम आज यसको मुड एकदम राम्रो छ खारा पेटन्न छ के अरे त्यही भएर म्याडमजीको मुड एकदम राम्रो छ नि है गर्दैन त अब हाम्रो शाममा खेल्ने बिहान पनि यहीसँग खेल्ने हो शाममा पनि यहीसँग खेल्ने हो यहाँ चाहिँ अहिले चाहिँ रातिको डिनर बनाउने चाहिँ आमाको जिम्मेदारी हो सो यहाँ पकाउनु भएको छ आमाले आमा के हो आमा त्यो के हो अरे पालङ सागसित माछा हाल्नु पालङ साग माछालाई बनाउनु भएको छ यो चाहिँ नयाँ डिसहरू नयाँ ट्राई गर्नुलाई पालङ सागको यो रेसिपी चाहिन्छ भने कमेन्ट गर्नु होला यहाँ चाहिँ आमा चाहिँ जाँदै हुनुहुन्छ कहाँ जान्छ तपाईँ पानी लगाउन जाँदै हुनुहुन्छ राति पनि पानी लगाउँछ हामीले हेर्नु बगानमा यहाँ चाहिँ यो चाहिँ सिटिङ रुम हो यहाँ चाहिँ हाम्रो मोहिनी दिदी चाहिँ पढ्दै हुनुहुन्छ सो आजको लागि यति नै यो ब्लग र मलाई ब्लग बनाउन राम्रोसँग आउँदैन त मैले जति सक्छु मैले बनाएँ र आज म थोड़ा बिजी थिएँ किनकि मेरो एक्जाम थियो त एक्जामको टाइममा मैले भिडियो बनाउन सकिनँ कलेज हुँदा मैले भिडियो बनाउन सकेँ जतिखेर घरमा टाइम पाएँ त मैले भिडियो बनाएँ सो म अझै ट्राई गर्छु भिडियो बनाउनको लागि त आजको लागि यति नै अगर राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला बाई बाई